हेलो सम्पूर्ण नेपाली भ्लगर हेर्दै हुनुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ नमस्कार होइन। म धेरै दिनपछि चाहिँ तपाईँहरूको सामना चाहिँ एउटा इम्पोर्टेन्ट चाहिँ भिडियो बनाउँदैछु साथीहरू। एकदमै टाइमै नभएर त्यही पनि म तपाईँहरूलाई टाइम निकालेर एउटा भिडियो बनाइरहेको छु साथीहरू। सम्पूर्ण चाहिँ नेपाली भ्लगर एब्रोडलाई जतिले पनि अहिलेसम्म प्रतीक्षा गरी बसिरहनु भएको थियो सम्पूर्णलाई के भन्छु भने सम्पूर्णलाई थ्याङ्क यू होइन। नेपाली भ्लगर एब्रो चाहिँ तपाईँहरूको सामने अहिले टिकटक अकाउन्ट पनि खोलेको छु नेपाली, त्यसमा पनि मैले जानकारी दिइरहेको छु। अझै पनि तपाईँहरूलाई एक्स्ट्रा जानकारी चाहियो भने कृपया चाहिँ मलाई चाहिँ तपाईँहरूले चाहिँ पर्सनल्ली टिकटकमा चाहिँ फलो गर्न सक्नुहुनेछ। म लिङ्क हालिदिन्छु। आजको मेन भिडियोको टपिक चाहिँ के हो भन्दाखेरि साथीहरू, अब यदि तपाईँहरू साथीहरू कोही पनि बुल्गेरियामा हुनुहुन्छ या बुल्गेरिया आउने सोचमा हुनुहुन्छ, तपाईँहरूको फ्युचर लाइक फ्युचर प्लान या अहिलेको प्लानमा चाहिँ तपाईँहरूले कसैले पनि आफ्नो फ्यामिलीलाई चाहिँ यहाँ बुल्गेरियामा ल्याउन चाहनुहुन्छ या तपाईँको बच्चा कोही पनि लिन चाहनुहुन्छ भने फ्यामिली डिफरेन्सन प्रक्रिया अगाडि तपाईँले चाहिँ आफ्नो के भन्छ स्पोन्सर भिजा या फ्यामिली भिजामा चाहिँ तपाईँहरू यहाँ ल्याउन सक्नुहुन्छ होइन। त्यसको लागि थोरै प्रोसेस हुन्छ साथीहरू होइन। त्यो प्रोसेस के कसरी हुन्छ भन्ने कुरा चाहिँ म बताउँछु साथीहरूले चाहिँ। सम्पूर्णले चाहिँ आजको भिडियो एकदम इम्पोर्टेन्ट छ होइन साथीहरू। यदि तपाईँहरूको प्लान छैन या पछि बाइचान्स पछिको प्लान छ भन्दाखेरि पनि अहिले चाहिँ भिडियो एकदमै इम्पोर्टेन्ट छ साथीहरू। प्लिज है सम्पूर्णले चाहिँ भिडियो चाहिँ वाच गर्नुहोस् होइन। अन्तिमसम्म वाच गर्नुहोस्। मन पऱ्यो भने लाइक सब्सक्राइब कमेन्ट चाहिँ गर्न नबिर्सनु होला। यदि तपाईँ चाहनुहुन्छ भने तपाईँहरूको चाहिँ मेन चाहिँ यदि फ्यामिली यता ल्याउन चाहनुहुन्छ भने जो तपाईँ यहाँ आउनुभयो पहिला चाहिँ मेन कुरो तपाईँ नेपालबाट आउनु पऱ्यो होइन। यहाँ आइसकेपछि तपाईँहरूको मेन कुरो चाहिँ टिआरसी कार्ड चाहिँ बन्नु पऱ्यो। टिआरसी कार्ड बनिसक्यो कि तर भ्यालिड चाहिँ तपाईँको एउटा के बुल्गेरियाको एउटा रेजिडेन्सी कार्ड भन्छ, पर्मिट भन्छ, त्यसलाई चाहिँ कार्ड चाहिन्छ र तपाईँले घरमा बस्ने ठेगाना चाहिन्छ। यहाँ जो तपाईँ यहाँ बस्दै हुनुहुन्छ, जो तपाईँ आफ्नो फ्यामिलीलाई ल्याउन चाहनुहुन्छ भने तपाईँहरूको चाहिँ बस्नेको एउटा ठेगाना पनि त्यो तपाईँहरूले कन्भर्ट गर्नुपर्छ। अनि तपाईँको मेन चाहिँ के हुन्छ पर्याप्त तलब तपाईँले यहाँ तपाईँले ल्याउनु लागि चाहिँ तपाईँको यहाँ मेन इन्कम सोर्सेस हुन्छ नि, तपाईँको पर्याप्त स्यालेरी हुनुपर्छ है। मेन तपाईँको चाहिँ यहाँ स्यालेरी यहाँ तपाईँको इन्कम भन्छ है। तपाईँले के कसरी कति कमाइरहनु भएको छ यहाँ ल्याइसकेपछि तपाईँहरूको अब तपाईँ त्यो फ्यामिलीलाई राख्न सक्ने, त्यो फ्यामिलीलाई पाल्न सक्ने तपाईँको के कति छ त्यो पनि हेर्छ गभर्मेन्ट है। अनि अर्को कुरो हेल्थ इन्सुरेन्स चाहिन्छ। तपाईँ जो आउँदै हुनुहुन्छ उहाँको हेल्थ इन्सुरेन्स र अर्को भने म्यारिज सर्टिफिकेट। तपाईँको जसलाई ल्याउँदै हुनुहुन्छ उहाँ र तपाईँको चाहिँ म्यारिज सर्टिफिकेट त चाहि नै हाल्ने भयो, त्यो कुरो पनि थाहा नै छ। अनि यदि बच्चाको हकमा चाहिँ बच्चाको जन्मदाता हुनु पऱ्यो, त्यसमा आमा बाबुको नै नाम कुनै हिसाबले मेन्सन भएको नेपाल गभर्मेन्टबाट इङ्ग्लिस नेपाली ट्रान्सलेट भएको चाहिँ तपाईँलाई त्यो बर्थ सर्टिफिकेट पनि चाहिन्छ। नेपालबाट तयार गर्नुपर्ने कागजहरू है। त्यो पहिला चाहिँ तपाईँले यहाँबाट कागज यहाँबाट फर्केर अब नेपालबाट तपाईँ आउनुहुन्छ भने चाहिँ श्रीमती र बच्चाको पासपोर्ट चाहिन्छ। अनि अर्को चाहिन्छ म्यारिज सर्टिफिकेट, मैले भनि नै हालेँ। अनि अर्को चाहिँ बर्थ सर्टिफिकेट पनि चाहियो बच्चाको, त्यो पनि भयो होइन। अनि त्यसपछि साथीहरू बर्थ सर्टिफिकेट पछि पुलिस रिपोर्ट तपाईँ र बच्चाको त अब कति 18 वर्ष कति गर्नसम्म पुलिस रिपोर्ट हुँदैन होइन। तपाईँको वाइफको केसमा चाहिँ तपाईँको वाइफको चाहिँ पुलिस रिपोर्ट चाहिन्छ है साथीहरू। पुलिस रिपोर्ट चाहिन्छ। सबै डकुमेन्ट चाहिँ तपाईँले इङ्ग्लिसबाट चाहिँ बुल्गेरियनमा चाहिँ ट्रान्सलेट गरेको हुनुपर्छ। त्यो जति पनि तपाईँ डकुमेन्ट एप्लाई गर्दै हुनुहुन्छ त्यसको चाहिँ इङ्ग्लिस ट्रान्सलेट चाहिँ हुनुपर्छ है। इमिग्रेसनमा गएर तपाईँले चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। एप्रुभ भइसकेपछि भिसा सेन्टरमा यहाँबाट एप्रुभ भइसकेपछि तपाईँले डी भिजा एप्लाई गर्न सक्नुहुन्छ एम्बेसीमा, बुल्गेरियाको एम्बेसी इन्डियामा गएर यहाँ सबै डकुमेन्ट रेडी गर्नुभयो नि त्यसपछि तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। भिजा आएपछि वाइफ चिल्ड्रेन बुल्गेरिया आउन, त्यो भिजा आइसकेपछि तपाईँको वाइफले तपाईँ यहाँ ल्याउन सक्नुहुन्छ। त्यसपछि यहाँ आइसकेपछि त तपाईँको चाहिँ के भन्छ बुल्गेरियाको रेजिडेन्स कार्ड बन्छ, बच्चा र आमाको नै रेजिडेन्ट कार्ड बन्छ। यो बन्नलाई चाहिँ कम्तीमा पनि सामान्यतया 2 देखि 6 महिना चाहिँ लाग्न सक्छ या बढी पनि लाग्न सक्छ, त्योभन्दा छिटो पनि आउन सक्छ है साथीहरू, कम्तीमा भनौँ होइन। यदि तपाईँको त्यो डकुमेन्टहरू चाहिँ तपाईँले हालेको डकुमेन्टहरू चाहिँ सम्पूर्ण चाहिँ क्लियर हुनु पऱ्यो। त्यो डकुमेन्टहरू चाहिँ कुनै पनि त्यसमा क्रिटी छैन, कुनै पनि केही छैन। तपाईँले जस्तै यहाँबाट तपाईँको अब मैले गर्नुपर्ने डकुमेन्ट एप्लाई गर्ने डकुमेन्ट र त्यहाँबाट हुनुपर्ने डकुमेन्टहरू चाहिँ सम्पूर्ण चाहिँ पुरै क्लियर हुनु पऱ्यो। अब त्यसपछि चाहिँ तपाईँको के हुन्छ भने चाहिँ पहिले तपाईँले तपाईँको भिजा
एकदमै यहाँ जसले ल्याउँदै हुनुहुन्छ नि कम तपाईँको भिजा चाहिँ भ्यालिड कार्ड चाहिँ चाहिन्छ। जस्तै मैले इक्जाम्पल फर इक्जाम्पल मैले चाहिँ मेरो वाइफलाई ल्याउँदैछु भने मेरो चाहिँ यहाँको टिआरसी कार्ड चाहिँ भ्यालिड हुनुपर्छ। अनि कम्पनीले मेरो कन्ट्याक्ट जस्तै मेरो जो तपाईँ हुनुहुन्छ उहाँको कन्ट्याक्ट चाहिँ एकदमै स्ट्रङ हुनुपर्छ, एकदमै होइन पछि गएर जस्तै सी भिजाको त्यसले चाहिँ पाउँदैन, एकदमै स्ट्रङ हुनुहुन्छ। यदि तपाईँको धेरै कम स्यालेरी छ, जस्तै मानिलिउँ तपाईँको यहाँ ल्याइसकेपछि तपाईँले खानाले लाउने गाह्रो नै स्यालेरी छ भने पनि एकदमै गाह्रो हुन्छ त्यो ल्याउनु। किनकि कम्पनी पछि कन्ट्रीलाई के हुन्छ भन्दाखेरि यहाँ वाइफ ल्याइसकेपछि उसको के छ त होइन, पाल्न सक्नेदेखि हरेक कुराहरू चाहिँ कम्पनीले हेर्छ। यदि तपाईँ इलिगल हिसाबले आउनु भएको भने यहाँ आइसकेपछि तपाईँलाई एकदमै गाह्रो हुन्छ। अब म तपाईँलाई मोर डिटेलली म के भन्छु भने लास्टमा यहाँ फ्यामिली ल्याउन अरू कन्ट्री जस्तो त्यो चाहिँ इजी चाहिँ छैन, ल्याउन सकिन्छ, धेरैले ल्याएको पनि छ। प्रोसेस राम्रो चाहिन्छ, रेस्पोन्स गर्नुपर्छ। यहाँ आइसकेपछि पनि तपाईँको यहाँ तपाईँले जस्तै वाइफ ल्याइसकेपछि पनि तपाईँको भ्यालिडी हुँदासम्म चाहिँ तपाईँको वाइफको टिआरसी कार्ड भ्यालिडी हुन्छ। त्यसपछि फेरि तपाईँको कम्पनीले तपाईँको एड गरिदियो भने चाहिँ वाइफ पनि अटोमेटिक एड गर्नुपर्छ इमिग्रेसनमा गएर, र त्यसमा पनि कति पैसा चाहिँ देखाउनु पर्दो रहेछ होइन। अब त्यो हेरेर हुन्छ, त्यो देखाइसकेपछि तपाईँको बल्ल चाहिँ प्रोसेस यहाँ आइसकेपछि अर्को के छ भन्दाखेरि तपाईँले यहाँ आएर बच्चा जन्माउनु भयो भने त्यसको पनि फ्युचर चाहिँ भन्छ है, त्यो पनि सोच्नु होला। अझै तपाईँले यदि साँच्चै नै तपाईँहरूको प्लान नै छ होइन, यहाँ ल्याउने प्लान नै छ भने यहाँ नेपालमा हुनुहुने साथीहरू या यहाँ आउँदै हुनुहुने साथीहरूको प्लान या यहाँ भइसक्नु साथीहरूको जति पनि प्लान छ भने मलाई पर्सनली म्यासेज गर्नु होला। मोर डिटेल चाहिँ म तपाईँहरूलाई भन्नेछु। त्यो चाहिँ म तपाईँलाई एउटा सर्टकट हिसाबले भनेको यस्तो यस्तो चाहिन्छ भनेर होइन। ल्याउन सकिन्छ, तर तपाईँको डी भिजा चाहिन्छ, भ्यालिडिटी टिआरसी कार्ड चाहिन्छ, एकदमै राम्रो स्यालेरी चाहिन्छ। त्यो मैले तपाईँहरूलाई भनि नै सकेँ होइन, एकदमै भ्यालिडिटीवाला टिआरसी कार्ड चाहियो। सरी है साथीहरू, म खाँदै कुरा गर्दा छु किनकि अब बाहिर जाउँ एकदम घाम छ, पार्कमा पनि बिजी भएर यहाँ पनि जस्तै बिजी छ साथीहरू, दुःख नमान्नु होला नि। खाँदै भिडियो बनाएको नसोच्नु होला, मैले खाना स्टप गरेर हेर्नु, मैले स्टप गरेर मैले भिडियो बनाइरहेको छु। मैले खाना नै स्टप गरेर मैले थोरै खाएर भिडियो बनाइरहेको छु। एकदमै तपाईँहरूले चाहिँ के सोच्नु पऱ्यो भने चाहिँ बुल्गेरिया आइसकेपछि तपाईँको डकुमेन्ट चाहिँ स्ट्रङ गर्नु पऱ्यो र कम्पनी पनि एकदमै स्ट्रङ हुनु पऱ्यो र स्यालेरी पनि एकदमै स्ट्रङ भएपछि फ्यामिली ल्याउनलाई कुनै रुकावट छैन। त्यति बुझिदिनु होला, फ्यामिली ल्याउनलाई कुनै रुकावट छैन। तर तपाईँहरूको इन्कम सोर्सेस एकदमै राम्रो हुनु पऱ्यो र पछि तपाईँहरूलाई बिचमा केही कम्पनीले अब इमिग्रेसनले तपाईँलाई यति ब्याङ्कमा ब्यालेन्स देखा, यति पैसा देखा स्पोन्सरको लागि भने पनि तपाईँको फाट्टै देखाउने चाहिँ तपाईँसँग त्यहाँ पैसा हुनु पऱ्यो र यहाँ आइसकेपछि तपाईँहरूलाई चाहिँ रुम लगेर फ्यामिलीसँग बस्नु सक्नुहुन्छ र फ्यामिलीले काम गर्न पनि पाउँछ है, वाइफले काम गर्न पाउँछ। त्यो कुरा तपाईँले सोध्नु होला। बच्चा आइसकेपछि बच्चाको केसमा चाहिँ पढाउन पनि सकिन्छ, तर थोरै त्यसको प्रोसेस अरू नै छैन। यहाँ ल्याइसकेपछि बच्चालाई स्कुल भर्ना गर्ने पनि प्रोसेस हुन्छ। अनि सम्पूर्ण बुल्गेरियामा हुने साथीहरूले चाहिँ एकदमै यो म एकदमै होइन लङ टर्ममा चाहिँ एकदमै म के भन्छ र मेरो एकदमै ग्याप भइरहेको छ भिडियो बनाउन। अब चाहिँ म रेगुलर पोस्ट गर्नेछु साथीहरू। तपाईँहरूको जे जति जिज्ञासा छ मलाई कमेन्ट गर्नु होला, या पर्सनली मलाई टिकटकको म पेज हाल्छु, त्यसमा फलो गरेर मलाई पर्सनली चाहिँ कुरा गर्न सक्नुहुनेछ साथीहरू होइन। म एकदमै ग्याप भएँ, त्यसको लागि चाहिँ सरी होइन साथीहरू, सम्पूर्णलाई सरी नै भन्छु। मेरो एकदमै ग्याप भयो नेपाली ब्लगर एब्रोडको, मेरो बिचमा समस्या हरेक कुराहरू होइन, बिजीपनले चाहिँ मेरो एकदमै यहाँ पनि यहाँ हुने साथीहरूलाई पनि मैले त्यति भेट्न चाहिँ भएको छैन एकदमै बिजीको कारणले। साथीहरूले चाहिँ दुःख नमानेर नेपाली ब्लगर एब्रोडलाई जति पहिला माया गर्नु भएको थियो, च्यानललाई जति माथिसम्म पुर्याउनु भएको थियो त्यसरी नै पुर्याउनु होला। तपाईँलाई जे जति सपोर्ट चाहिन्छ अब कन्टिन्यू भिडियो आउनेछ। सम्पूर्ण साथीहरूले आफ्नो प्रब्लम नेपालबाट आउँदाखेरिको प्रब्लम पनि चाहियो या भिडियो बनाउनु पऱ्यो भने मलाई पर्सनली मेसेज गर्नु होला या कमेन्ट गर्नु होला, म त्यसैको भिडियो बनाउने छु। सम्पूर्ण साथीहरूले चाहिँ यो भिडियो कस्तो लाग्यो के लाग्यो कमेन्ट गर्न नबिर्सनु होला, र मेरो टिकटकमा गएर फलो गर्न नबिर्सनु होला, लाइक सब्सक्राइब कमेन्ट गर्न नबिर्सनु होला। नेपाली ब्लगर एब्रोड तपाईँहरूको साथमा सधैँ भइरहन्छ। अझै पनि अरू कन्ट्रीको पनि तपाईँहरूलाई डिटेल चाहियो भने प्लिज मलाई मेसेज गर्नुहोस्, म आफूले जाने जतिको दिने नै छु। सम्पूर्ण साथीहरूलाई एकदमै बुल्गेरियामा हुने साथीहरूले पनि यो भिडियो चाहिँदैन भनेर नसोच्नु होला। यो च्यानल एकदमै हरेक कुराहरू चाहिन्छ होइन, त्यसकारण सम्पूर्णले चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला। थ्याङ्क यू फर वाचिङ, लभ यु अल साथीहरू। फेरि भेट्नेछ है त, सी यू एगेन साथीहरू। प्लिज है जसरी सपोर्ट गर्नु छ त्यसरी नै गर्नुहोस्। फ्यामिली ल्याउने प्रोसेसदेखि अरू के प्रोसेस चाहियो तपाईँलाई, यहाँ आइसकेपछि के कति गर्नुपर्छ सम्पूर्ण डिटेल आउँछ। प्लिज है टिकटक चाहिँ
म बायोमा हालिदिन्छु लिङ्क हालिदिन्छु क्लो गर्नु होला बाई अब नाइस डे है साथीहरू